अब चेक मिन्स चाहिँ किङ जब डेन्जरमा हुन्छ त्यसलाई चाहिँ चेक भन्छ, तर किङ अरू ठाउँ भाग्नु पनि सक्छ हैन। अनि फेरि सपोज जहाँनिर किङ भाग्नै सक्दैन, आफूले आफूलाई सेभ गर्न सक्दैन, त्यसलाई चाहिँ चेकमेट भन्छ। अनि अब सपोज किङ यो लाइनमा छ, लास्ट लाइनमा हैन, अनि यो रुक हो, यो रुक यहाँनिर छ अरे सपोज हैन। अनि सपोज यो रुक यहाँनिर गयो भने यो चेकमा छ हैन, तर चेकमा छ, यता त खाली छ नि त, कोही विशेष छैन, त्यही कारण यो भाग्न सक्छ, आफूले आफूलाई सेभ गर्नको लागि यो यहाँनिर आउन सक्छ हो। त्यही कारण अब सपोज क्वीनलाई पनि लिन्छु ल म। क्वीन र रुकले चाहिँ कसरी चेक दिनु सक्छ भन्दाखेरि चाहिँ सपोज यो दुईटा लाइन अब किङ र रुकले भरेको छ, यो मात्रै लाइन खाली छैन। सपोज मैले यो रुकलाई यहाँनिर लगे अरे हैन, अब यो दुईटै यो चेक भइरहेको छ, अब यहाँ भाग्नु पाउँदैन नि त, यता पनि जानु पाउँदैन किनकि यहाँ रुक छ, यहाँ पनि आउनु पाउँदैन किनकि क्वीन छ, त्यही कारण अब गेम ओभर हुन्छ अनि यसलाई चाहिँ भन्छ चेकमेट। अनि सपोज फर इक्जाम्पल अब अहिले मैले किङलाई चेकमेट दिनु खोजे भने चाहिँ कसरी दिनु भन्दाखेरि चाहिँ अब यो लाइन अलरेडी यो छ, रुक छ हैन, आउनु सक्दैन किङ हैन। अब क्वीन यहाँनिर छ, तर अहिले किङ त चेक पनि छैन, चेकमेट पनि भएको छैन हैन, त्यही कारण अगर मैले चेकमेट दिनु चाहे भने चाहिँ क्वीन यहाँनिर आउनुपर्छ। त्यही भएर अब किङ कहीँ भाग्नु पाएन हैन, त्यही भएर त्यसलाई चाहिँ अब यो दुईटा रुक यहाँनिर छ हैन, अब किङ बीचमा छ है। अब किङलाई कसरी चेकमेट दिने इन वान मुभ, एकैपल्टमा कसरी चेकमेट गर्ने भन्दाखेरि चाहिँ यो अलरेडी बी लाइन एउटा रुकले कभर गरेको छ, अब हामीले कभर गर्नु पर्यो यो लाइन हैन, त्यही कारण यो रुक स्ट्रेट गएर यहाँ गयो भने चाहिँ किङ चेकमेट हुन्छ, कहीँनिर पनि जानु पाउँदैन। अब यो सिचुएसनमा कसरी किङलाई चेकमेट गर्ने भन्दाखेरि अलरेडी रुकले यो लाइन कभर अप गरेको छ हैन, त्यही भएर क्वीन चाहिँ यो लाइनमा आयो भने चाहिँ किङ चेकमेट हुन्छ। अनि अब बिशप र क्वीनले कसरी किङलाई चेकमेट दिने है, अब त्यसलाई चाहिँ बिशप यहाँनिर छ हैन, यो लाइन कभर गरेको छ, अब क्वीन यहाँनिर छ, चेकमेट दिनुको लागि चाहिँ क्वीन यहाँनिर आउनु पर्यो, अनि यहाँनिर आउँदा चाहिँ किङ चेकमेट हुन्छ, तर किङले यसलाई क्याप्चर गर्न सक्दैन किनकि अलरेडी बिशप यहाँनिर छ। किङ यहाँ पनि जानु सक्दैन, किङ यहाँ पनि जानु सक्दैन किनकि क्वीनले यो लाइनलाई पनि कभर अप गरेको छ अनि यो लाइनलाई पनि कभर अप गरेको छ। अब यो सिचुएसनमा कसरी चेकमेट गर्ने भन्दाखेरि चाहिँ क्वीन यहाँनिर जान्छ अनि किङले यसलाई लिनु सक्दैन किनकि यो 1-2 टर्न हैन, त्यही भएर आउनु सक्दैन, त्यही भएर किङ यता पनि जानु सक्दैन किनकि यसले कभर अप गरेको हुन्छ, यसले पनि यता कभर अप गरेको हुन्छ, यहाँनिर पनि कभर अप गरेको छ। अनि यो सिचुएसनमा पनि वान मुभमा चेकमेट कसरी दिनु भन्दा चाहिँ यहाँ अलरेडी बिशप छ हैन, त्यही भएर चाहिँ क्वीन यहाँ आयो भने चाहिँ चेकमेट हुन्छ। किङले क्वीनलाई लिनु सक्दैन कारण बिशप यहाँनिर छ, अनि किङ यता पनि भाग्न सक्दैन, यता पनि भाग्न सक्दैन। आई होप तपाईहरुले बुझ्नुभयो होला है आजको चेकमेट के हो भनेर। चेकमेट मतलब चाहिँ किङ जब चेकमा हुन्छ, आफूले आफूलाई सेभ गर्न सक्दैन, कहीँ भाग्न सक्दैन, त्यसलाई चाहिँ चेकमेट भन्छ अनि गेम ओभर हुन्छ।